सोचेको छ भने बरु म बिग म्याचमा गिफ्ट सिफ्ट नहाल्ला, तपाईँलाई के कति छ कि तपाईँलाई घर बनाउनु छ कि गाडी किन्नु छ कि बरु म पर्सनली तपाईँलाई व्यक्तिगत बरु म सहयोग गर्छु मलाई। अथवा तपाईँले भन्नुहुन्छ भने काहीँ कतै कुनै बाल आश्रम वृद्ध आश्रम अथवा चाहिँ नि कसैको केही गर्नु छ भने लाइक म सपोर्ट गर्छु, सहयोग गर्छु। के बिग म्याचमा हाल्नुपर्ने, गिफ्ट हाल्नुपर्ने, टिकटकमा पैसा उडाउनु पर्ने, टिकटकमा पैसा फ्याल तमासा देख, टिकटकले आधी लान्छ आधी आफ्नोमा आउँछ भने तपाईँको त यो सबै तपाईँको टिकटक आइडी फ्रिज भयो अरे, तपाईँको भिडियो चलेन, लाइभमा भ्युअर्स आएन। खोइ हामी पनि खोइ 2-4 जना भ्युअर्स राखेर पनि चलाइरहेको छौँ त। कहिले आउँछ 500 आउँछ, कहिले 50, कहिले 20, कहिले 200 बिचार पुण्यको त उहाँहरू कोही बेला 4 जना मात्रै भ्युअर्स हुन्छ, लाइभ चलाइरहेको छ त, भइरहेको छ त। कि बिग म्याच खेल्नुपर्छ होइन, पहिला होला, तर अहिले बिचरा 4 जना 2 जना कोही बेला 1 जना मात्रै हुन्छ। गएर म यसो हेर्छु, ट्याप 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 हान्छु अनि यसो हेनारसेना टोपी सबै हालिदिन्छु होइन। त्यसरी चलिरहेको छ भने तपाईँको चाहिँ 400-500 500 भ्युअर्स आइरहेको हुन्छ। तपाईँलाई कति चाहियो के तपाईँलाई म मात्रै खाउँ म मात्रै लाउँ, तपाईँको चाहिँ यो अलिक भएन। अनि फेरि तपाईँ गाली गर्नुहुन्छ, दुनियाँ चाहिँ नि गिफ्टरलाई यस्तो यस्तो भन्नुहुन्छ होइन। 50% टिकटकले लान्छ, 10% चार्ज गर्दाखेरि सकिन्छ र 40% त्यसमा पनि आफूले हान्नुपर्छ गएर बिग म्याच राखेकाहरूलाई समाजमा। अहिले यहाँ सुन्नु मेरो तपाईँहरूको कुरा काटेँ मैले, यहाँ सुन्नु तपाईँहरूको कुरा काटेँ। हाम्रो पुण्य गौतम भनेको नेपालको चाहिँ नेपालमा बस्नु भएको छ, उहाँ राजनीतिकमा काम गर्नु भएको छ, तपाईँ जापानमा, हामी अमेरिका छौँ। नेपालमा चाहिँ अर्थतन्त्र डमाडोल छ, पैसा चाहिएको छ, हामीलाई पैसा चाहिएको छ, हामीलाई चाहिँ नि मेन कुरा पैसा छ। हामी टिकटकमा किन पैसा फ्याँक्ने, यो पैसा जति टिकटकमा गेम खेल्ने पैसा नेपाल किन पठाउने, किन नपठाउने। यहाँ सुन्नु टिकटकलाई किन खुवाउने, यहाँ सुन्नु टिकटकलाई किन खुवाउने, हामीले टिकटकमा हान्ने पैसा चाहिँ नेपाल किन नपठाउने। तपाईँको आफ्नो आफन्तलाई नेपाललाई पैसा पठाउनुहोस्, मेरो आफन्तलाई म नेपालमा पैसा पठाउँछु, राम हिरो ब्रदरले उसको आफन्तलाई नेपालमा पैसा पठाउँछ, पुण्य गौतमले पठाउँछ, जति गिफ्टरहरू जति सपोर्टहरू छ उनीहरूले चाहिँ आफ्नो मान्छेलाई अथवा कोही गरिब दुखीलाई बाल आश्रम भयो वृद्ध आश्रम भयो काहीँ उनीहरूले त पैसा पठाउँछ, नेपालमा भित्रिन्छ। नेपालको चाहिँ नि रेमिटेन्स होइन के भन्छ यो नेपालीमा के भन्छ यो अर्थतन्त्र नेपालको बढ्छ भने टिकटकमा उडाएर चाइनालाई धनी बनाएर उसिनेको आलु जस्तो घोडाएर डेमा जस्तो हामी के नेपाली दाजुभाइ चाहिँ जहिलेसुकै गरिब, हामी चाहिँ अर्काको कुल्ली, हामी चाहिँ अर्काको गुलामी, मलाई हामी कमाउने, हामी पैसा भेला गर्ने, चाइना धनी बनाउने हामी के हामी धनी नहुने, हाम्रो देशलाई धनी नबनाउने। तपाईँको दिमाग के भइरहेको छ मैले चाहिँ तपाईँ नेपाली हो कि होइन? तपाईँ नेपाललाई धनी बनाउने कि चाइनालाई धनी बनाउने हो? नेपाललाई पैसा पठाउनुहोस्, गरिब दुखीलाई पैसा पठाउनुहोस्, सहयोग गर्नुहोस्, तपाईँको आफ्नो गोजीको पैसा सहयोग गर्नुहोस्, अथवा जो गिफ्टर छ सपोर्ट गर्ने मान्छे छ त्यसलाई भन्नुहोस् कि नेपालमा पैसा पठा भाइ, यसलाई आवश्यक परेको छ, यसलाई जरुरत छ भनेर भन्नुहोस्। नेपालमा पैसा पठाउने हो, कुनै मुजी भिखारीलाई भिख म्याचमा हान्ने होइन। यहाँ याद गर्नु होला, नेपाल पैसा पठाउने हो, नेपाललाई धनी बनाउने हो, अरूलाई धनी बनाउने। हामी इन्डिया चाइना को कसैलाई धनी बनाउने होइन, हामीले नेपाललाई धनी बनाउने हो, नेपाल विकास गर्ने हो, नेपालको चाहिँ गरिब दुखीलाई हामीले सहयोग गर्ने हो, सपोर्ट गर्ने हो। द्याट्स इट। अरू यो बकमपुसे भिखारीहरू यो जोगीहरूलाई हामीले गर्ने केही पनि होइन। यी जोगी भिखारी भनेका हुन्छ ल गोली सर अब हैन म पनि अब टाइम भयो हैन फेरि जोडिनु। बस्नु न एकछिन, बस्नु न, किन छोरी यहाँ गफ राम्रो भइरहेको छ, एकछिन बस्नु न। कुनै यहाँ तपाईँलाई गाली गलत छैन, तपाईँको लास कुदाएको छैन, तपाईँलाई कसैले नराम्रो भनेको छैन, किन भाग्न खोज्नुहुन्छ? बस्नु न, बस्नु। मेरो कुरा सुन्नुस् त, हजुरले भने ओके ल म सुन्छु, मेरो कुरा म सुन्छु, म आरामले सुन्छु तपाईँको कुरा। ल सुन्नुस् है, तपाईले भनेका कुरा सबै राइट हुन्, एकदम 100% छन्। तर एउटा टिकटक एप्स चाइनाले बनाइसक्यो, यसबाट मान्छेहरूले कसैले बिजनेस गरेका छन्, कसैले आफ्नो कपडाको सो गरेका छन्, कसैले रेस्टुरेन्टमा बिजनेस, कसैले नगर्नु मलाई भन्नु न, मैले सो गरेको छु। म सित्तैमा यहाँ सुन्नु टिकटकबाट सित्तैमा ल्याउँछु, सामान ल्याउँछु, सित्तैमा ल्याउँछु, एडभर्टाइज गर्छु। मैले बेचेँ भने मैले कमिसन पाउँछु, बेचेन भने मलाई सित्तैमा कपडा आउँछ। हजुरको मैले माग्नु पर्दैन नि कसैलाई। कृपया अब मेरो कुरा सुनिदिनुहोस्, हजुरको कुरा मैले सुने है। ल अब मेरो कुरा सुन्नु एकछिन।
अब एउटा माइला दाईले गेम नखेल्दैमा संसार पुरा टिकटक जगत चाहिँ बिग म्याच नराख्ने त होइन के त सबैले नराख्न पर्यो होइन सबैले राखिरहेका छन् यही मे महिनामा जो 12-15टा बिग म्याचहरू छन् अब माइला दाईको त कति पो आउँछ र स्कोर ल भन्नुहोस् त त्यति धेरै पनि त आउन्न एउटा रमाइलोको लागि मात्र राखेको त्यही पर्खनु कोइरालाजी मैले पनि समाजमा दान गरिराखेको छु तपाईँलाई थाहै छ लगभग 3टा बिग म्याचमा मैले 6-6.5 लाख रुपियाँ चाहिँ नपऱ्यो दान गरिसकेँ गरेको छु नि त मैले पनि मलाई आएको त मैले गरेको छु नेपाली दुखी गरिबलाई कोही असहायहरूलाई मैले दिएकै छु थोरै धेरै जति सक्छु त्यस्तो चाहिँ पत्थर दिल भएको पत्थर हृदय भएको मान्छे त म पनि होइन के ओली सर त्यही हो अनि त्यसपछि भस्मासुर अनि खोका अनि अमितजीले त्यत्रो मद्दत गर्नु अहिले तपाईँको रिलेसन यही बिग म्याचको स्क्यान्डलको कारण सबैसँग टुट्यो तपाईँले आत्मसमीक्षा गर्नुभएको छ तपाईँको फेरि सम्बन्ध बन्छ तपाईँले बिग म्याच नराख्नुहोस् प्लिज यो पटक धेरै ठुलो कन्ट्रोभर्सी भयो होइन बिग म्याच त यस्तो पुण्य सर बिग म्याच राखिसकियो यो कुनै पनि हालतमा जसरी तपाईँले राजनीति छोड्न सक्नुहुन्छ त तपाईँको खेलाडी अर्को अपोनेन्ट युट्युब छोड्न सक्नुहुन्न त्यस्तै गरेर मैले यो बिग म्याच चाहिँ म टिकटक यो बिग म्याच क्यान्सल गर्ने हो भने त म भन्दा गए गुज्रेको मान्छे कोही पनि हुन्न त्यो भन्दा त चाहिँ मान्छे त्यो जीवित साथीहरूले थुकियो थुकलाई कसैले पनि चाड्दैन कि ओली सर टिकटकको सबभन्दा पुरानो एउटा सिनियर व्यक्ति हुनुहुन्छ उहाँले पनि भन्नुहुन्न माइललाई क्यान्सल गर बिग म्याच भनेर भन्नुहुन्न हो उहाँले किन धेरै राख्नुहुन्छ दाइ भनेर क्वेसन गर्नुहुन्छ त्यो राम्रो हो तर बिग म्याच नखेलियो राखेको भनेर उहाँले पनि भन्नुहुन्न के किनभने उहाँ पनि एउटा टिकटकर हो उहाँलाई सबै अनुभव छ किनकि यो टिकटक हामीले क्यान्सल गरियो भने हामी भन्दा बेइमान मान्छे कोही पनि हुन्न दुनियाँमा त्यस्तो हुन्छ पुण्य सरले के भन्नुहुँदैछ पुण्य सर पनि सुनौँ पुण्य सरलाई थाहा छैन उहाँ बिग म्याचै खेल्नु छैन त उहाँलाई के थाहा छ ओली सरलाई सोध्नु होइन यहाँ सुन्नु म पनि के भन्छु भने तपाईँलाई बिग म्याच नखेल्नु बिग म्याच नराख्नु पनि भन्दैन होइन तपाईँ बिग म्याच खेल्नुहोस् तर एटलिस्ट हामीले थाहा हुनु पर्यो कि तपाईँको ओपोनेन्ट को तपाईँ कोसँग गेम खेल्दै हुनुहुन्छ होइन अनि यो कुरा थाहा हुनु पर्यो अथवा तपाईँको दिनमा अरूले कसैले गेम राख्यो भने तपाईँले गाली गलज घाँस खाने दुनियाँ भोज खाने अथवा चाहिँ पानी खाने माटो खाने यो गाली गलज गर्नु भएन बुझ्नुभयो नि तपाईँ गेम राख्नुहोस् खेल्नुहोस् होइन म त भएन जसले गेम राख्छ जसले खेल्छ हामीलाई होइन ड्याम केयर होइन सपोर्ट गर्नेले गर्छ नगर्नेले गर्दैन होइन तर यसपालिको बिग म्याचको कारणले तपाईँको भ्यूसँग ब्रेकअप भयो अनि यहाँ सुन्नु अब तपाईँको यहाँ सुन्नु तपाईँलाई थाहा छ कि तपाईँको लाइभमा म छेड्ने बित्तिकै मलाई कति गाली गलजहरू आउँछ तपाईँलाई गिफ्ट गऱ्यो भने मेरो लास कुदाउँछ दुनियाँ गर्छ अनि तपाईँलाई कसले गिफ्ट गर्छ तपाईँलाई कसले उनीहरूको लास कुदाउँछ दुनियाँ गर्छ भने तपाईँ जानी बुझिकन आइडी फ्रिज भयो भने नयाँ कन्टेन्ट ल्याउनुहोस् न नयाँ केही नयाँ भिडियो नयाँ बजारमा चाहिँ तपाईँ के निकाल्न सक्नुहुन्न ल्याउनु त राम्रो भिडियो लिएर आउनु त तपाईँको चाहिँ भिडियो मिलियनमा कुदाउनु त के बिग म्याच खेल्नुपर्छ आवश्यक छ जरुरत छ त्यो त बहाना नबनाउनु क्या मालदाई तपाईँलाई सिधा भन्नु तपाईँलाई मलाई पैसा चाहिएको छ होइन मलाई पैसा चाहिएको छ म टिकटकमा पैसा कमाउन आएको हो होइन यो के आयो फेरि अडियो अनि त्यस्तो पनि होइन पैसा त के आउँछ र अब हामीले दिन पनि पर्ने हुन्छ अब आफूलाई हाने जसले जे भने पनि टिकटकमा म चाहिँ पैसा कमाउन आएको हो तपाईको दिनको लगभग नआएको पनि 10,000 देखि 15,000 नेपाली पैसा आउँछै आउँछ महिनाको हेर्यो भने 40-50 हजार हो तपाईले सिधा भन्नु पर्यो कि मालदा यहाँ सुन्नु तपाईले सिधा भन्नु पर्यो कि म टिकटकमा कमाउन आएको हो म पैसा कमाउन आएको हो मलाई पैसा चाहिएको छ मलाई जरुरत छ भनेर चाहिँ तपाईले चाहिँ रियालिटी कुरा गर्नु पर्यो क्या होइन तपाईले नगरे पनि पैसा पनि कमाउन आएको पुण्य गौतम जस्तो सर भापार उहाँले बिग म्याचहरू खेल्नुहुन्न पनि कसैलाई बिग म्याचमा गएर हान्नुहुन्न पनि उहाँलाई जो आउँछ रेन्डम पैसा त्यो चाहिँ उहाँको हुन्छ होइन तर हामीहरू भनेको कस्तो हो नि तपाईँ हामी भनेको तपाईँले पनि त कति गिफ्टिङ गरेर आउनु भएको मान्छे उहाँलाई थाहा छ उहाँले मेरो कुरा सोध्नु छैन के हजुरले सुरुमा बिग म्याच खेलेर कति चाहिँ नभए त्यत्रो पैसा रकम लगेर चाहिँ दान गर्नु भएको छ होइन इन्द्रेणीलाई त्यो पनि हामीले देखेका छौँ होइन तपाईँले चाहिँ अब कति गिफ्ट हामीले चाहिँ के हुन्छ भने हामी एउटा होस्ट भएको कारणले अब एउटा भ्युअर्स लिएर हिँड्ने भएको कारणले हामीले सबै जग्गा गएर थोरै धेरै आफ्ना भाइ साथीहरूलाई दिएकालाई हान्नु पनि पर्छ फर्काउनु पनि पर्छ नफर्काएसम्म आउन्न भन्ने कुरो तपाईँलाई पनि थाहा छ सर्वसाधारणले कहिले पनि हान्दैनन् टिकटकमा आएर यो बिग म्याच भनेको जसलाई हामीले देखेका छौँ
जसलाई हामीले गएर चाहिँ सपोर्ट गरेका छौँ उनीहरू आएर गर्ने हुन् के। यो कुरा त ओली सरले पनि राम्रोसँग बुझ्नु भएको छ होइन। त्यही भएर यसमा चाहिँ त्यो सर्वसाधारणलाई हामीले दुःख दिनलाई पनि बिग म्याच राखेको होइन कि। उहाँहरूले आएर ट्याप ट्याप मात्रै गर्ने हो, सर्वसाधारणले केही गर्न पर्दैन कि, ट्याप ट्याप गरिदिने, अन्ली आफ्नो चाहिँ आइडी ग्रो गर्ने हो। यहाँ भनेको उही तपाईँ हामी जस्ता मान्छे, हामी टिकटकरहरूले चाहिँ एक दोस्रोलाई सपोर्ट गर्ने हो, चाहे पार माया लाए पार होइन। मैले तपाईँलाई गर्ने हो, तपाईँले मलाई गर्ने हो, रामजीले मलाई गर्ने हो। पुण्य गौतमको काम छैन, किनकि पुण्य गौतमले कसैको बिग म्याचमा गएर हानेको रेकर्डै छैन आजसम्म। उहाँ त खालि गेम मात्रै खेल्नुहुन्छ। अनि उहाँले हो समाजमा दान गर्नुहुन्छ है, उहाँले गरेको कुरा समाजमा दान चाहिँ उहाँले गर्नुहुन्छ, गरेको कुरा त्यो राम्रो पक्षलाई होइन। समाजमा दान चाहिँ गर्नुहुन्छ उहाँले, समाज सेवा चाहिँ गर्नुहुन्छ है पुण्य सरले। तर बिग म्याचमा चाहिँ उहाँले अरूलाई चाहिँ अपनिन्न गएर हान्नुहुन्न कहिले पनि। तपाईँको कुरा सुनेर मलाई चाहिँ हल्का क्याल्सबर्ग पो हान्नु मन लाग्यो कि। त्यही त होइन, यथार्थ कुरो होइन र ओली सरलाई भन्नुहोस् त। मैले एकछिन तपाईँहरू गफरे गर्नु, म काल्सबर्ग हान्न आउनु पर्यो। त्यही हो। माइला पानमा बस्ने कोही छौ भने एकजना माइला दाईसँग बसेर माइला दाईको रेस्टुरेन्टभित्र पसेर केही खाएर एउटा भिडियो अपलोड गर्यौ भने माइला दाईको रेस्टुरेन्ट भनेर तिमीले प्रमाणित गर्यो भने उसलाई 10,000 दिने पनि घोषणा भइसकेको छ पुण्य सरको। यो विषयमा के भन्नुहुन्छ? यत्रो के अरे 1100 जना मान्छे छ, 5वटा 7वटा कतिवटा के अरे यो उयो पनि कमेन्ट भनेपछि यो टिकटक के हो यो? यस्तै छ होइन। त्यही त होइन, सबै माइला दाईको त्यो के तपाईँको त्यो ओठ तपाईँको चाहिँ गिफ्टरहरूको ड्याङ्का ड्याङ त्यहाँबाट एकैचोटि माइला दाईकोमा गिफ्ट ड्याङ्का ड्याङ आउँछ बिग म्याचमा। त्यहाँदेखि उनीहरूलाई थाहा छ होला अब यिनीहरूको भ्युअर्स आउँदैन, र त आज मात्रै हो। अब अरू बेला भ्युअर्स मान्छेलाई देखाउनु अब चाहिँ माइला दाईको उता हुन्छ कि माइला दाईको तपाईँको त ओठ देखेर फिदा भएको हो क्या सबै बोका केटाहरू पनि। किन के भयो र? खोइ बोका केटाहरू खोइ कामै दिँदैन त नि के हो, खोइ छैन नि त, बालै छैन त। मेरो 500 छ, तपाईँको पनि 500 छ, 800 सेम बराबर त छ। अनि केटाहरू पनि अलिक बिरामी छन् कि क्या, अलिक केटा कतिले फेरि केटालाई केटा मन पराउँछन्। विचार गर्नु होला माइला दाई, तपाईँको पनि फेरि बिगार्ला नै, फेरि तपाईँको पिछोडा बिगार्ला नै फेरि मलाई याद गर्नु होला। साथीभाइ केटाहरू मलाई माया गरे त भन्दा हजुरको कसैले बिगारिया छन् र आजसम्म? अरे बिगार्छन् नि केटाहरूले, बिगारेको छैन तर तपाईँको बिगार्छन्। त्यही त नि, किन बिग्यो? त्यही त नि गर्नु होला। म अब बिगारेको छ नि त, अफर चाहिँ आउँछ नि फेरि बेला बेला, अफर आएको छ नि यहाँ। ल यो लास्ट गेम गरौँ हुन्छ ओली सर। अब यस्तै हो टिकटकमा, अब चाहिँ तपाईँ हामी अब मिलेर यसो जानुपर्छ। अब सके हजुर पनि आउनुपर्छ, यसो आएर ट्याप ट्याप गरिदिनु पर्छ होइन। गिफ्ट भन्ने कुरा त्यस्तै हो। होइन यहाँ सुन्नु एउटा कुरा यहाँ सुन्नु, तपाईँलाई जाँदा के भन्छु भने तपाईँको यसपालिको बिग म्याच कसैले पनि हान्दैन, सिधा कुरा हो। तपाईँको बिग म्याचको न ओपोनेन्ट थाहा छ, न तपाईँ कोसँग गेम खेल्नुहुन्छ थाहा छैन। यता त कसले हान्छ तपाईँको यहाँ सुन्नु, तपाईँको गेममा कसैले गएर गिफ्ट हान्यो भने त्यसको लास जलाउने, लास कुदाउने, दुनियाँ गर्ने होइन, गाली गलज खानुपर्ने। म गाली खाइ तपाईँको गेममा गएर म गिफ्ट गर्छु ल भन्नु त। तपाईँ आफ्नो पैसा खर्च गर्नु होला, के गरेर जित्नु होला आफ्नो ठाउँमा छ, तर तपाईँलाई अझै पनि गएर गिफ्ट हान्ने त्यो भनेको चाहिँ जसले गएर गिफ्ट हान्छ तपाईँलाई सपोर्ट गर्छ भने त्यो मान्छेको चाहिँ कामै छैन, सिधा कुरा हो। तपाईँको अहिले यहाँ सुन्नु, तपाईँलाई थाहा छ जमानामा तपाईँले टिकटकमा बिग म्याच खेल्दाखेरि सबैभन्दा एगेन्स्टमा गएर ढुटाउने मान्छे मै हो। यहाँ सुन्नु, यो बिग म्याच नराखे पनि मैले लास कुदाउनेले कुदाछन् होइन। यहाँ सुन्नु, जमानामा तपाईँले यहाँ सुन्नु, तपाईँलाई याद छ नि सबैभन्दा पहिलोचोटि बिग म्याच के खेल्दाखेरि एगेन्स्टमा गएर गिफ्ट हालेर होइन हराउने मान्छे मै हो, तपाईँलाई थाहा छ। अब टाइम भयो होइन, म थोडा यहाँ सुन्नु होइन, तपाईँको बिग म्याचमा यसपालि तपाईँको बिग म्याचमा 1-2 लाख स्कोर आएछ भने